व्यापार व्यवसाय र रोजगारको सिलसिलामा सहर पसे पनि आफ्नो स्थानीय संस्कृतिलाई निरन्तरता दिने एउटा प्रयास मान्न सकिन्छ यो नाचलाई। यो नाच झट्ट हेर्दा काठमाडौँका जात्राहरूमा देखाइने लाखे नाच जस्तै छ, तर ओखलढुङ्गावासी नेवार समुदाय भने यो नाचलाई काठमाडौँको परम्परागत नाचभन्दा फरक भएको दाबी गर्दछन्। देशभरका नेवारहरूको सांस्कृतिक उद्गम थलो काठमाडौँ उपत्यका भए पनि सांस्कृतिकरण स्वरूप ओखलढुङ्गाका नेवारहरूको जात्रा संस्कृति फरक हुन पुगेको दाबी उनीहरूको छ। काठमाडौँ र ओखलढुङ्गाको लाखे नाचमा अलिकति फरक छ हजुर, किन यहाँ सोझै अलि यसरी फुर्सुङ्गे यस्तो चाहिँ दुई भित्र मङ्गालीहरू निकाल्दैन। यहाँ शुद्ध लाखे मात्र उनीहरूको परम्परा देखाउने टोलको गुठी गुठीको हाम्रो आफ्नो पहिचान दिनको लागि यहाँ पनि सुरु गर्दैछौँ अहिले। त्यस अन्तर्गत हामीले लाखे जात्रा र हिले जात्रा गर्न खोजिरहेको छौँ। आज चाहिँ लाखे जात्रा भइरहेको छ। यो लाखे जात्रा चाहिँ यसको ओरिजिन चाहिँ काठमाडौँ नै हो। अझ हामी साँच्चै भन्यो भने ओखलढुङ्गा चाहिँ भक्तपुरका हौँ। त्यस कारणले गर्दा तपाईँले जुन बाजा सुन्नुहुन्छ यो भक्तपुरको शास्त्रीय एउटा त्यो लाखे नृत्यको जुन बाजाहरू छ त्यो बाजा हो, तर त्यसबाट बाजाको ताल पनि र नाच पनि हरेक कुरा चाहिँ अलि उता पूर्वतिर जाँदै गर्दाखेरि भक्तपुरबाट पनि केही फरक छ, तर हामीले त्यो आफ्नो फरक पहिचान साथ यहाँ हामीले चाहिँ कार्यक्रम प्रस्तुत गर्दैछौँ। यो नाचको उद्गम थलो भक्तपुरलाई मान्ने ओखलढुङ्गावासीहरूले आफ्नो फरक पहिचान सहितको स्थानीय संस्कृतिको प्रवर्धनका लागि नाग पञ्चमीमा ओखलढुङ्गे लाखे नाच देखाएको बताए। नाग पञ्चमीका दिन हिले जात्रा गर्ने परम्परा अनुसार नै शनिबार काठमाडौँका विभिन्न स्थानमा लाखे नाचको आयोजना गरेको उनीहरूको भनाइ छ। नाग पञ्चमीको दिन चाहिँ हामी लाखे जात्रा गर्ने, त्यसपछि हाम्रो लगातार यो जनै पुण्यबाट चाहिँ र कृष्ण अष्टमीसम्म रेगुलर हाम्रो हिले जात्रा, गाई जात्रा, लाखे जात्रा, पल्टन जात्रा इत्यादि इत्यादि हुँदै कृष्ण जात्रा गरेर हाम्रो समाप्त हुन्छ। पहाडमा चाहिँ कति के गरेको छौँ त्यही अनुसार हामी पनि यहाँ किन नगरौँ त, त्यो संस्कार हामी पनि किन नदेखाउँ त, त्यसलाई जरुना किन नगरौँ त भन्ने भावनाले चाहिँ यो सिर्जना गरेको हामीले। कृति झल्काउने एउटा चाहिँ परम्परालाई हामीले चाहिँ निरन्तरता दिनको लागि यो सांस्कृतिक कार्यक्रम हाम्रो चाहिँ लाखे जात्रा भनिन्छ यसलाई होइन, त्यो गर्न लागिरहेका छौँ। यो हाम्रो ओखलढुङ्गामा पनि यही परम्परा अहिले हिले जात्रा भन्ने गठे मङ्गलदेखि रहन्छ। त्यो चाहिँ यहाँ पनि हामीले हाम्रो परम्परा संस्कृतिलाई जगेर्ना गरौँ भनेर हामीले यहाँ अहिले आयोजना गरेर नाच्छौँ। यो हाम्रो ओखलढुङ्गाको कल्चरलाई चाहिँ यहाँ युज हुनको लागि काठमाडौँमा पनि एउटा हाम्रो सोसाइटी कस्तो छ भन्ने देखाउनको लागि हामीले यो आयोजना गरेका हौँ। ओखलढुङ्गाका नेवार समुदायले साउनको घण्टाकर्ण चतुर्दशीदेखि हिले जात्रा र रोपाई जात्रा मनाउने गर्दछन्। यो लाखे नाच पनि हिले जात्रा अन्तर्गतको एक नाच हो। लाखे नाच मुख्य पात्र लाखे र उसलाई जिस्क्याउने फुर्सुङ्गे सहित प्रदर्शन गरिन्छ। लाखेलाई कंस वा राक्षसी प्रतीकका रूपमा लिई नाच देखाउने परम्परा छ। श्री कृष्ण जन्माष्टमीमा भगवान कृष्णले कंसको नाश गर्ने विश्वासका साथ यो नाचको पनि अन्त्य गर्ने परम्परा रहेको छ। यही परम्पराको निरन्तरता मान्न सकिन्छ ओखलढुङ्गा उद्गम थलो रहेका नेवार समुदायको यो प्रयासलाई। क्यामेरा पर्सन शुभम प्रधानका साथमा क्रन्दन चापागाई, नेशनल टेलिभिजन, काठमाडौँ।